दर्शकबिन नमस्कार। 2082 सालमा मिथुन राशि भएका व्यक्तिहरूलाई के कस्तो छ त? ग्रह गोचरको प्रभावको कुराकानी गरौँ। हामीहरू राशिफल लिएर आएका छौँ। आउनुहोस्, मिथुन राशिका भएका व्यक्तिहरूका लागि सूर्य, चन्द्रमा, मङ्गल, बुध, बृहस्पति, शुक्र, शनि, राहु, केतु आदिको प्रभावहरू कस्तो छ? जन्मन्याय सदोर्क छपयति व्यववान कोष्ठ रोगाद्वदाता हृद्रोगः शोकाध्वनि विवाददैन्य क्रोधक्षय व्याधि भयाति दोषान् स्थानम जन्मनि नाशयत दिनकर। सबै सूर्यका फल हुन्। यदि जन्म गोचर कुण्डलीमा यानी कि यो महिनामा सूर्य मिथुन राशिमा हुनुहुन्छ, सूर्य मिथुन राशिमा जाँदाखेरि के फल हुन्छ? हृदरोग, हृदयका समस्याहरू, स्वास्थ्यमा चाहिँ विभिन्न प्रकारका मुटु रोगका समस्याहरू, विभिन्न प्रकारका अशुभ समाचारहरू आउनुपर्ने, शोकका खबरहरू सुन्नुपर्ने, वाद विवादका कुराहरू सुन्नुपर्ने, त्यस्तै गरी आफूमा रेस राग, द्वेष, घमण्ड बढ्ने, रोग व्याधिको भय हुने, स्थान नाश, मान प्रतिष्ठा, इज्जतमा आँच आउन सक्ने खालका वातावरणहरू देखिन्छ। चन्द्रमाको अवस्था चाहिँ प्रतिकूल छ। क्षुद्व्याधि चिन्ता कलहार्थ नाशो मृत्यु क्षयोपद्रवदोष्ट मस्त। महिनाको शुभारम्भ बिन्दुमा नै चन्द्रमाको स्थान अष्टम स्थानमा अनेक प्रकारका रोग व्याधिका कारणले मनमा चिन्ताहरू वृद्धि हुने, कलह हुने, अर्थधनको सम्पत्तिको नाश हुने, मृत्यु समान पीडाहरू हुने, बेइज्जतीको वातावरणहरू सिर्जना हुन सक्छन्। सावधानी अपनाउनुहोला। लग्नको गुरुको प्रभावले गर्दा केही शिक्षामा, दाम्पत्य जीवन, पार्टनरसिपको व्यापार व्यवसाय, भाग्य, वैदेशिक क्षेत्रको कार्यमा भने तपाईलाई अलिकति सफलता मिल्न सक्ने खालको सम्भावना देखिएको छ। मान प्रतिष्ठा जोगाउने कुरामा आफ्नो पक्षमा गुरु बृहस्पतिले अलिकति प्रभावकारी भूमिका खेल्ने भएका कारणले यो महिनामा तपाईँले भगवान नारायणको सेवा गर्नुहोस्। ओम नमो भगवते वासुदेवाय मन्त्रको धेरैभन्दा धेरै जप गर्नुहोस्। त्यस्तै गरी महिनाको इष्ट देवता यानी कि भगवान सूर्यदेव ओम रवि हुनुहुन्छ। ओम रवये नमःलाई सूर्यलाई सम्झेर जलहरू चढाउनुहोस्। भएको वातावरणहरू भए तापनि आर्थिक पक्षको शुभारम्भको बिन्दुमा केही क्षति भए तापनि समग्र महिनाको कुराकानी गर्दा मिथुन राशिलाई समग्र महिना मध्यम स्तर रहेको छ। माथि बताएका दोषहरूको समाधानका लागि यहाँले बुधको आराधना, ओम बुम बुधाय नमः, नारायणको सेवा र कुल देवताको सेवा गर्नुहोस्। समग्र महिना सफल हुनेछ। नमस्कार।